जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सोमबार बसेको सर्वदलीय तथा सर्वपक्षीय सद्भाव बैठकले जिल्लामा धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्ने प्रतिबद्धता जनाएको छ। बैठकले पछिल्ला दिनमा देखिएका सद्भाव विपरीतका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाल र अनलाइन माध्यमको दुरुपयोग गरी विद्वेष फैलाउने जो कोहीलाई कानून अनुसार कडा कारबाही गरिने स्पष्ट गरेको छ। नियमित कार्यक्रम बाहेक धार्मिक, सांस्कृतिक वा राजनैतिक कार्यक्रम गर्दा प्रशासनलाई पूर्व जानकारी दिनुपर्ने निर्णय समेत बैठकले गरेको छ। सुरक्षा निकायलाई संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिइएको छ। साथै जिल्ला तथा पालिका स्तरमा सबै पक्षको सहभागितामा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको छ। बैठक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा भएको थियो। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दिन मुसलमान, कांग्रेस नेता अतहर कमाल, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।